आजकल त 1 लाखमा राम्रो ल्यापटप नै आउँदैन भन्नेहरूलाई यो भिडियो देखाउनुहोस् किनभने यो भिडियोमा हामीले तपाईहरुको लागि लिएर आएका छौं बेस्ट बजेट ल्यापटप्स अन्डर 1 लाख। बिग डिस्प्ले लभरहरुको लागि अगाडि नै छ डेल इन्स्पिरियन 16। यो ल्यापटपमा इन्टेल कोर i5U प्रोसेसर युज भएको छ जुन चाहिँ डेली मल्टिटास्किङ अनि प्रोडक्टिभिटीको लागि एकदम नै रिलायबल छ। अब ग्राफिक्सको कुरा गर्दाखेरि यसमा चाहिँ इन्टेलकै इन्टिग्रेटेड USD ग्राफिक्स युज भएको छ। यसमा 8GB को DDR4 RAM र 256GB को SSD स्टोरेज दिएको छ। अब स्टोरेज कम भयो जस्तो लाग्छ भने सजिलै अपग्रेड पनि गर्न सक्नुहुन्छ। यो ल्यापटपको मेन हाइलाइट भनेको चाहिँ यसको 16 इन्चको फुल HD IPS डिस्प्ले हो। यो ल्यापटप चाहिँ स्पेशली प्रोफेसनल्स र स्टुडेन्ट्सहरुको लागि चाहिँ एकदम नै सजिलो छ। यसमा तपाईहरुले मल्टिटास्किङ होस् या भिजुअल क्ल्यारिटी होस् दुईटैमा एकदम नै बब्बाल एक्सपिरियन्स दिन्छ। अनि यो ल्यापटपको अरु फिचर भनेको चाहिँ यसको फिंगरप्रिन्ट सेन्सर अनि यसको क्यामेरा शटर हो। यो दुईटा फिचर चाहिँ तपाईहरुको प्राइभेसी र सेक्युरिटीको लागि हो। अब यो ल्यापटपको पोर्ट्सहरुको कुरा गर्दा यसमा दुईटा USB छ, एउटा टाइप C छ जुनबाट तपाईले डिस्प्ले पनि कनेक्ट गर्न सक्नुहुन्छ, एउटा HDMI छ र एउटा अडियो ज्याकको पोर्ट छ। परफर्मेन्स र कम्फर्ट डिस्प्लेको एकदम पर्फेक्ट ब्यालेन्स खोज्दै हुनुहुन्छ भने डेल इन्स्पिरियन 16 चाहिँ एकदम नै रिलायबल चोइस हो र यसको प्राइस चाहिँ मात्रै रु 95,000 हो। हामीसँग सेकेन्डमा छ MSI मोडल 14। यो ल्यापटप चाहिँ तपाईलाई डेली युजको लागि अनि प्रोडक्टिभिटीको लागि एकदम नै स्मार्ट चोइस हो। यसमा चाहिँ इन्टेल कोर i5U प्रोसेसर विथ इन्टेलकै इन्टिग्रेटेड ग्राफिक्स युज भएको छ जुन चाहिँ तपाईहरुको लागि रिलायबल परफर्मेन्स अनि एफिसिएन्ट ब्याट्री ब्याकअपको लागि एकदम नै खतरा हो। यसमा चाहिँ 8GB को DDR4 RAM र 512GB को SSD स्टोरेज दिएको छ जुन चाहिँ डेली युजको लागि एकदम नै आइडियल ल्यापटप हो। अब डिस्प्लेको कुरा गर्दा यसमा 14 इन्चको फुल HD IPS प्यानल दिएको छ र यसको डिजाइन चाहिँ एकदम नै स्लिम र लाइट वेट छ जुन चाहिँ तपाईहरुको लागि एकदम नै पोर्टेबल ल्यापटप हो। साथै यसमा तपाईहरुले ब्याकलिट कीबोर्ड नि पाउनुहुन्छ जुनमा चाहिँ तपाईहरुले राति काम गर्न नि सजिलै सक्नुहुन्छ। अब यसको कनेक्टिभिटीहरुको कुरा गर्दा यसमा चाहिँ 3टा USB, एउटा टाइप C, एउटा HDMI र एउटा माइक्रो SD कार्ड रिडर पाउनुहुन्छ। यो ल्यापटपको प्राइस चाहिँ मात्र रु 92,000 हो। स्टुडेन्ट्स, प्रोफेसनल्स और फ्रिक्वेन्ट ट्राभलर्सहरुको लागि अन्डर 1 लाखमा यो ल्यापटप चाहिँ एकदम नै भ्यालु फर मनी ल्यापटप हो। थर्डमा छ HP OmniBook 5 Flip 14। यो ल्यापटपमा इन्टेल कोर i5U प्रोसेसर छ सँगै इन्टेलकै इन्टिग्रेटेड ग्राफिक्स पनि युज भएको छ जुन चाहिँ तपाईहरुको लागि मल्टिटास्किङको लागि एकदम नै एफिसिएन्ट परफर्मेन्स दिन्छ अनि ब्याट्री ब्याकअप पनि एकदम नै खतरा दिन्छ। यसमा 8GB को DDR5 RAM र 512GB को SSD स्टोरेज पाएको छ जुन चाहिँ तपाईहरुको डेली टास्कको लागि, अफिस वर्कको लागि अथवा लाइट मल्टिमिडिया वर्कको लागि पनि स्मूथ एक्सपिरियन्स दिन्छ। यसको मेन हाइलाइट भनेको चाहिँ यसको 14.1 इन्चको फुल HD डिस्प्ले हो जुन चाहिँ टच स्क्रिन पनि छ र तपाईले यसलाई 360 डिग्री सम्मै रोटेट गरेर चलाउन सक्नुहुन्छ। यो ल्यापटपलाई तपाईले ट्याब्लेटमा कन्भर्ट गरेर नि सजिलै युज गर्न सक्नुहुन्छ। यो भनेको तपाईहरुको लागि 2 in 1 ल्यापटप नै हो। यसमा पनि तपाईहरुले ब्याकलिट कीबोर्ड पाउनुहुन्छ र यसको पोर्ट्सहरुको कुरा गर्दाखेरि चाहिँ तपाईहरुले यसमा दुईटा USB पोर्ट, एउटा HDMI पोर्ट र दुईटा टाइप C पोर्ट पाउनुहुन्छ। यो ल्यापटप चाहिँ स्टुडेन्ट्स र टिचर्सहरुको लागि 2 in 1 ल्यापटप हो। यो चाहिँ तपाईहरुको प्रिमियम र प्र्याक्टिकल चोइस हो र यसको प्राइस चाहिँ मात्र रु 94,000 हो। हाम्रो फोर्थ ल्यापटप हो Acer Nitro V15। आजको हाम्रो ल्यापटपको लिस्टको गेमिङ सेक्सनमा नम्बर 1 ल्यापटप चाहिँ यही नै हो। यसमा AMD Ryzen 5H प्रोसेसर छ जुन चाहिँ हाई परफर्मेन्स वर्कलोड ह्यान्डल गर्न सक्ने पावरफुल H सिरिज को चिप हो। अनि यो ल्यापटपको मेन हाइलाइट भनेको चाहिँ यसको NVIDIA RTX 2050 को ग्राफिक्स कार्ड हो विथ 4GB DDR6 VRAM जसमा चाहिँ GTA 5, FIFA अनि Valorant जस्तो गेमहरु 1080p मा स्मुथली रन हुन्छ। यो ल्यापटपमा चाहिँ तपाईहरुले 8GB को DDR5 RAM पाउनुहुन्छ जुन चाहिँ तपाईहरुले 32GB सम्म अपग्रेड गर्न सक्नुहुन्छ र 512GB को NVMe SSD स्टोरेज पाउनुहुन्छ। यो ल्यापटपको डिस्प्लेको कुरा गर्दा यसमा चाहिँ 15.6 इन्चको फुल HD IPS प्यानल छ विथ 165Hz को रिफ्रेश रेट जुनले चाहिँ गेमिङ र फास्ट एक्सन सिनहरुमा एकदम नै बटरी स्मूथ एक्सपिरियन्स दिन्छ। यो ल्यापटपको कनेक्टिभिटीको कुरा गर्दा यसमा एउटा टाइप C पोर्ट छ, 3टा टाइप A पोर्ट छ, एउटा HDMI को पोर्ट छ, एउटा 3.5mm अडियो ज्याकको पोर्ट छ र एउटा RJ45 को पोर्ट छ। यो Acer Nitro V15 को प्राइस चाहिँ मात्रै रु 97,000 हो। गेमर्स र क्रिएटिभ एडिटर्सहरुको लागि यो ल्यापटप अन्डर 1 लाखमा चाहिँ एकदम ब्यालेन्स गेमिङ ल्यापटप हो। आजको हाम्रो लास्ट ल्यापटप भनेको Lenovo ThinkPad L13 हो।
आजको लिस्टको प्रोडक्टिभिटी सेक्सनको खत्रै ल्यापटप भनेको यही नै हो। यो ल्यापटपमा चाहिँ इन्टेल कोर i5 प्रोसेसर छ, सँगै इन्टेलकै इन्टिग्रेटेड ग्राफिक्स युज भएको छ, जुन चाहिँ एफिसिएन्ट पर्फर्मेन्स र खत्रै ब्याट्री ब्याकअप दिन्छ। यो ल्यापटपमा चाहिँ 8GB को DDR4 ऱ्याम र 512GB को SSD स्टोरेज दिएको छ, जुन चाहिँ तपाईँहरूको लागि ब्राउजिङ, अफिसको काम अथवा एभ्रिडे टास्कको लागि एकदमै स्मुथ पर्फर्मेन्स दिन्छ। अब यसको डिस्प्लेको कुरा गर्दा यसमा तपाईँले 13.3 इन्चको 2K IPS प्यानल पाउनुहुन्छ, जसले चाहिँ तपाईँलाई खतरा भिजुअल्स अनि कम्फर्टेबल भ्युइङ एङ्गल्सहरू दिन्छ। यो ल्यापटपको अरू फिचरहरूको कुरा गर्दा यसमा चाहिँ तपाईँहरूले ब्याकलिट किबोर्ड र फिङ्गरप्रिन्ट रिडर पाउनुहुन्छ, जुनले चाहिँ तपाईँहरूलाई सेक्युरिटी र कन्भिनियन्स दिन्छ। यो ल्यापटपले चाहिँ कनेक्टिभिटीको फुल अप्सन दिएको छ। यसमा चाहिँ एउटा टाइप सी पोर्ट छ, एउटा थन्डरबोल्ट पोर्ट छ, दुईटा टाइप ए पोर्ट छ, एउटा HDMI पोर्ट छ र एउटा चाहिँ हेडफोनको लागि पोर्ट दिएको छ। यो Lenovo ThinkPad L13 को प्राइस चाहिँ मात्रै 99,000 हो। तपाईहरु बिजनेस प्रोफेसनल्स होस् या डेली वर्कर होस्, यो ल्यापटप चाहिँ तपाईहरुको लागि एकदमै प्रोडक्टिभ र रिलायबल चोइस हो। सो यो थियो हाम्रो लिस्ट अफ बेस्ट बजेट ल्यापटप्स अन्डर 1 लाख। अब यसमा तपाईहरुले पर्फर्मेन्स, पोर्टेबिलिटी, प्रोडक्टिभिटी आफ्नो रिक्वायरमेन्ट अनुसार ल्यापटप सेलेक्ट गर्न सक्नुहुन्छ। सबै ल्यापटपको डिटेल्सहरु हामीले डिस्क्रिप्सनमा दिएका छौं। ल्यापटप पर्चेस गर्नको लागि तपाईहरुले ITTI को वेबसाइटबाट अनलाइन अर्डर गर्न सक्नुहुन्छ वा नजिकैको फिजिकल स्टोर भिजिट गर्न सक्नुहुन्छ। आजको भिडियोमा तपाईहरुको फेभरेट ल्यापटप कुन थियो कमेन्ट डाउन बिलो।